इफ आम एज ए एनालिस्ट म के चाहन्छु मार्केटमा भन्दाखेरि अभियस सेलिङ आयो, डाउनसाइड लिक्विडिटी क्लियर भयो र माथिपट्टि पेन्डिङमा छ यहाँनिर जुन, यसलाई लिनलाई मार्केट आउनु पर्यो। कहाँबाट आउला भन्दाखेरि मैले यहाँनिर एउटा पिओआई बनाएर राखेको छु, त्यसमा यहाँनिर एउटा थोरै लिक्विडिटी थियो, यो क्यान्डलको विक लाइक दिस, अनि मार्केटले यसलाई स्विप गरिदिएको छ यहाँनिर। सो एउटा चान्स छ कि मेरो 1 आवरमा यहाँनिर पिओआईमा ट्याप गरिसकेपछि यहाँबाट माथि जाने, एन्ड अन्टिल मेरो मार्केट जबसम्म यो क्यान्डलको हाई र लो एउटा साइड क्रस गर्दैन, लाइक यस्तो अथवा यस्तो, जबसम्म यो क्यान्डलको रेन्जभित्र बस्छ तबसम्म मेरो मार्केटले के गर्छ त कन्सोलिडेसन गर्छ, माथि जान्छ तल आउँछ, माथि जान्छ तल आउँछ, माथि जान्छ तल आउँछ, लाइक दिस, यस्तो कन्सोलिडेसन गरिदिन्छ। म के चाहन्छु भन्दाखेरि यसले इन्टरनल क्यान्डल दिइसकेपछि एउटा के हुन्छ भन्दाखेरि यो आफैमा एउटा अर्डर ब्लक बनेर आउँछ। सो द्याट्स वाइ आई वान्ट अ वाइट क्यान्डल ठुलो यसरी, र यसमा अनि यो बाहिर निस्किसकेपछि एउटा रिटेस्टमेन्ट आओस्, फेरि माथिको साइड मुभ कन्टिन्यू गरोस्, जुन मुभ चाहिँ पुगोस् माथिको साइडको लिक्विडिटी खानलाई, र यहाँनिर जानलाई एउटा लिक्विडिटी छ। अनि अर्को मसँग एउटा के छ भन्दाखेरि यहाँनिर एउटा यो क्यान्डलको विक फुल्ली फिल्ड गरिदिएको छैन मार्केटले। सो द्याट्स वाइ एउटा चान्स छ कि मार्केट बुलिस हुनुलाई यहाँबाट, किनकि सेलिङ आएको छ अलिक फास्ट र यसमा प्यारासाइडहरू बसेको छ लाइक दिस, यहाँनिर एउटा वाइट आएको छ, यहाँनिर एउटा वाइट आएको छ। सो त्यसपछि एउटा रिभर्स गर्ने कोसिसमा चाहिँ छ, तर म के चाहन्छु यहाँसम्म मार्केट आउनै पर्छ, चाहे त्यो यहाँबाट फेरि एक लट तल स्विप गरेर आओस् अथवा डाइरेक्ट ब्रेक गरेर माथि ब्रेक गरेर रिटेस्ट गरेर आओस्। यो दुईटा मेरो एउटा केस छ यसमा।